बर्खा लगाउनको लागि दाइ भाइ सबैजना परदेशी रोजगारीको लागि पैसाको लागि। अब नेपालमा कोही पनि छैन छोरा मान्छेहरू, त्यसैले आफैले खानुपर्ने हुन्छ बारीसारी खिचेत। अनि चाहिँ अब असार पनि लागिसक्यो, खेत रोप्ने सिजन पनि त भइसक्यो साथीहरू। अब बुढी भएको आमालाई के खाना लगाउने हो र, बुढी पनि त्यति बुढी त हुनुहुन्न आमा, तर पनि हात चाहिँ काटेको छ मम्मीको चाहिँ। अब खानुपर्ने हुन्छ आफैले। पानी चाहिँ यहाँ बहुत धेरै आएको छ साथीहरू, यति धेरै खनेर नि पसिनाले थकित भएँ म। अघि चाहिँ मैले भिडियो गराएको थिएँ, ओहो म भिडियो गराउँछु नि भनेर भिडियो गराउनु लगाएको चाहिँ मैले चाहिँ भ्लग गराउनु लगाएको टिकटकमा हाल्नुको लागि। ल हेर्न सक्नुहुन्छ पानी माथिबाट यति धेरै पानी आएको छ कि यो पुरा हाम्रो बारी हो, वहाँबाटदेखि यहाँसम्मको बारी, यहाँसम्म चाहिँ भरि छ। हाम्रो चाहिँ यहाँबाट यस्तरी पानी लग्दैछ, लगेर पुरै खानु पर्यो साथीहरू। खानको लागि भयो भने काम गर्नुपर्छ, त्यसैले चाहिँ म अब यहाँ खन्ने के गर्नुपर्छ, यहाँ के गर्नुपर्ने हुन्छ। यत्रो खनेर गएको कि मैले फरुवा पनि यहाँ राखेको थिएँ, अब चाहिँ फेरि पनि खन्नुपर्ने हुन्छ। त्यही हो, यहाँ माछा पनि थियो नि त, यहाँ त कताबाट आएको पानी हो कि मैले थाहा छैन है, नाम थाहा छैन। ठुलो उसबाट आएको पानी थियो कि सबैलाई फाल्नुपर्छ। सो अब म लागेँ आफ्नो ससुरालतर्फ। वर्षभरि भात खाने खेती हो, त्यसैले काम पनि गर्नुपर्छ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ खेतबारीमा पानी, र हाम्रो मम्मी चाहिँ उता बस्नुभएको छ, यता चाहिँ देउरासिन देखाएको छ। अनि यो सबै लगातार उतापट्टिको ठुल्या भरेर यो त्यस्तो आफ्नो छिटो आन भयो त्यतिबाट यता गराए भयो उयो यतिमा त यतातिर टोनी भाग। सो साथीहरू पानी चाहिँ आइसक्यो, अब कहाँ खाने उताबाट खै पानी आएको भए खाने। यो भरिदिनु नि त पहिला, उता त्यो माथेर आउँछु भनेर खेत चाहिँ यो भरिसकेको छ साथीहरू। अब चाहिँ यो भरेर पनि अब यता भरिन बाँकी छ यो त। मम्मीले चाहिँ भिडियो गराउँदै हुनुहुन्छ, मम्मी चाहिँ यस्तो सपोर्टिङ हुनुहुन्छ मेरो चाहिँ। ल यसो मात्रै पकाउनु बेला सबै साथीहरू मम्मीले कस्तो भिडियो गराउनु मलाई त्यस्तो त थाहा भएन। अब सबै खनेर चाहिँ अब खेतहरू रोप्नुपर्ने हुन्छ। लास्ट गर्मी छ, म पुरै रोजेको छु, मैले भनिसकेँ अघि नि। खेतीपाती गर्नको लागि बाउ दाइ जम्मै पैसा कमाउनु गएँ, अनि आफै छोरा बनेर चाहिँ यहाँ अब खेती लगाउनु पर्ने हुन्छ। सो अब हामी लगाउँछौँ पनि। ल हेर्नु, अब यहाँ दुईवटा गरा मात्रै भरिनु बाँकी छ, एउटा यो उतापट्टि पनि भरिसक्यो, एउटा यो त्यो को खन्ने पानी यता पानी उता जान्छ झन् भरिदिएर यताबाट यता खन्ने खै। जान्छ कि भरेछ यो गएपछि यता खोल्न मिल्छ कि त्यहाँबाट त खोल्दैन नि। यस्तो दुइटा अब राति चाहिँ रातभरि लाग्छ जोत्न। अब कतिखेर आउने, अहिले फोन गरेर के अहिले जोत्न आउँछु कतिखेर हुन्छ अब भन्दै थियो। ल त्यहाँको पनि साथीहरू यस्तो गर्मी चाहिँ त्यही त हो नि। अब पानी चाड्न आएको छु चाहिँ म चाहिँ, अनि यो पानी चाहिँ माग गर्नुपर्छ क्या साथीहरू। पानी ल्याउनु चाहिँ जानुपर्छ, माग गर्नुपर्छ। तर यहाँ पानी ल्याउनु सबै जाँदैनन् कि, अनि एकजनाले पानी एक दुईजना पाँच छजना एउटाको यो गाउँको लिन गयो भने त्यो गाउँले उ गर्छ, मलाई चाहियो भने झगडा गर्छ। अनि त्यो गाउँले ल्यायो भने यो गाउँले झगडा गर्छ, मिल्दैन क्या साथीहरू, धेरै जस्तो मिल्दैन। झगडा चाहिँ परेकै हुन्छ बेला बेलामा। पानी लिन्छ जाँदैनन्, मिल्दैनन्, के हो कुन्नी जो कुछ भी होता है हमारे नेपाल में होता है भन्छ। त्यो साँच्ची त्यस्तै कि साथीहरू हिसाब। अब पानी चाड्नु बसेको लास्ट गर्नु भयो कि 7 बज्छको बल्ल घाम डुबिरहेको कि बल्ल अलि 7 बजे त रात पर्छ नि त। नानी गाई गयो हेरौँ, ओए
साथीहरू अनि चाहिँ हामी अनि के भन्छ अरे पानी चार्नको साथसाथ गाई बाख्राहरू पनि चराउन लिएर आएको छौँ हामीले चाहिँ हाम्रो चाहिँ भर्खरै थोरै खेत बनाउनलाई हामीले अझ धेरै खेत छ कि बनाउनको लागि धेरै नै छ रोप्नको लागि चाहिँ हामीले चाहिँ पानी आएको बेला अब हामी पनि गराइहालौँ होइन काम सकिहालौँ कुनै न कुनै दिन सक्नैपर्छ त्योभन्दा त बरु सकिहालौँ भनेर चाहिँ हामीले चाहिँ रोप्न सुरु गरेको हो कि रोप्न त सुरु गरेको छैन कि पानी यहाँबाट पानी जान्छ कि उताबाट त्यो नाना थरीको फोहोर आइरहेको छ साथीहरू पानी हेर्नु नि यहाँ म डुब्छु यसमा बहुत ठुलो आयो चाहिँ यहाँ चाहिँ माछा पनि मारेको हो नि साथीहरू यो त बबैबाट आएको पानी यो कता हो बबे भन्ने यो कर्णाली यतातिर कता बबे छ नि त्यहाँबाट आएको पानी हो चाहिँ साथीहरू उति टाढोबाट नहर बनेर चाहिँ पानी आयो आहा कानै टुवा भयो मेरो साथीहरू अब चाहिँ त्यही हो पानी चारिन्छ खाना खाइन्छ भुसुको सुतिन्छ साथीहरू मलाई चाहिँ भ्लगहरू अब म गर्ने भनेर आउँछु त्यति गरेर हुन्न त्यसरी त्यति आइडिया पनि त हुन्न मलाई त्यसैले चाहिँ अब चाहिँ गर्नुपर्ने हुन्छ भ्लग चाहिँ